त्यो जुन मैले प्रिभियस भिडियो गरेको छु त्यसमा चाहिँ के भएको भने मैले त्यो भाटपटिनीमा गएर रोकेको मैले त्यहाँनिर गेट उठाउन लाग्दाखेरि मलाई नै रडले हानेर मेरो ढाडमा घाउ छ है मलाई रडले हानेर मेरो ढाडमा घाउ छ अनि मैले चोर्नु नै थियो भने जब 300 को डल चोर्थे होला त 300 को डल चोर्थे होला त म त्यहाँ त्यत्रो भित्र छिरेर म 300 को डल लिएर आउँथे होला त भने 300 400 कति पर्छ आइरन नो हैन लिएर आउँथे होला मलाई त्यो जब एउटा डल चोर्नु पर्ने जरुरत थियो होला त अनि तपाईहरुलाई कन्टेन्ट चाहिरहेको थियो हैन कन्टेन्ट पायो नि पायो हो मैले गर्दा कन्टेन्ट पाइराछौ तिमीहरुको नि कमाइ भइरा होला हैन राम्रो इन्फ्लुएन्स भइरा होला तिमीहरु भइरकोस् अनि अर्को कुरा चाहिँ के हो भने त्यो डल मैले घर कसरी लिएर आए होला त म एक्लै गएको प्रोटेस्टमा है कोही मसँग थिएन म एक्लै गएको अनि म फर्किँदाखेरि मेरो हातमा त्यहाँ केही छ मेरो हातमा केही छ त्यहाँ भाटपटिनीबाट म चाबेलसम्म लिफ्ट मागेर आएको त्यहाँ मेरो हातमा केही छ होला त केही रहेछ त त्यहाँ मेरो हातमा चाहिदो भन्दा बढी नचाहिदो रुमर्स चाहिँ नफैलाइदिम क्या मेरो रेपुटेसन जति डाउन गर्न सक्छ गरिराख क्या मलाई फरक पर्दैन मलाई लिटरली फरक पर्दैन म गलत छैन भनेर मलाई थाहा छ म गलत नभइसकेपछि मलाई कसैलाई कसैको अगाडि गिराउनु पर्ने मैले प्रुफ गर्नुपर्ने त्यो मलाई लाग्दैन म यति लास्ट एउटा भिडियो हाल्छु यो डलको बारेमा चाहिँ हैन मैले लिएको छैन मलाई लिनु पनि छैन त्यस्तो जाब त्यो 200 300 को कुरा लिटरली म मेरो आमालाई रुवाएर गएको मान्छे हो के त्यहाँ कस्तो भइरा होला त मेरो आमालाई मलाई रुवाई गई उले गलत गरिन त्यही पनि त्यही कुरामा फसी नचाहिदो रुमर्समा फेमस भई भनेर त्यो मेरो आमालाई त्यस्तो लागेन होला त कति फेस गरिराख्नुपर्छ के फेस गरिराख्नु परेको छ त्यो आफूलाई थाहा छ त्यही भएर यो नचाहिने रुमर्सहरुमा चाहिँ मलाई ट्याग गर्ने यताउता कन्टेन्ट पाइराछ कन्टेन्ट बनाइराख तिमीहरु अनि यो घरमा बसेर भुग्ने चमेलीहरु त्यो अगाडि त्यो डल बोकेको मात्र हाल्नु पर्थ्यो तिमीहरुलाई घरसम्म लिएर आएको पनि हाल्नु पर्थ्यो होला नि त घरसम्म लिएर आएको देखाउ न त भिडियो झ्याक्नेहरु चाहिने भन्दा बढी रुमर्स फैलाइदेखा यार मान्छेको बारेमा एउटा हुन्छ नि चिलमा बसिराछु म फेरि उनीहरुलाई स्याउ 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 भाछ का चाहिने भन्दा बढी चाहिँ किन हो यही भएर तिमीहरुको यही बेहोराले गर्दाखेरि त रहेछ नेताहरुले देशलाई यसरी गद्दार गरेर यसरी उ गरेर राखेको चाहिँ